तिमी रहेछौ यही जडा सराई नै खोनी मुन्टै काटियो छ्याउँदा हुने ए माया लाउन कति एउटा गाह्रो नमस्ते सबैजनालाई मकवानपुर जानकारी केन्द्र युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। सर्वप्रथम त म सबैजना नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई 2081 सालको ह्यापी होली भन्न चाहन्छु। र आज हामी आइपुगेछौँ हेटौडा 16 चिसोपानी चोकमा र हेटौडा 16 चिसोपानी चोकमा चाहिँ आइसकेपछि हामीले यहाँका दृश्यहरू अचम्मै देख्न सक्यौं र कोही होली पर्वमा मनाइरहेको छ भने कोही हाम्रा दाजुभाइ तथा दिदी बहिनीहरू चाहिँ लोकदोरी गाएर व्यस्त हुनुहुन्छ। र आज मलाई यहाँ चाहिँ यो लोकदोरी र होली पर्वहरू कसरी मनाइरहेको छ र लोकदोरीहरू कसरी प्रस्तुत भइरहेको छ भन्ने विषयमा चाहिँ एउटा छोटो मिठो भिडियो हजुरहरूमाझ प्रस्तुत गर्न मन लाग्यो र त्यसैले आज हामी तपाईहरूलाई होली पर्वमा चाहिँ के कस्तो भइरहेको छ भन्ने विषयमा सम्पूर्ण भिडियोहरू सहित हामी हजुरहरूलाई देखाउन गइरहेको छु। कृपया यस मकवानपुर जानकारी केन्द्र युट्युब च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब भने गर्न नभुल्नुहोला। ए माया लाउन कति एउटा गाह्रो सर्कना बाकी फुलैले पर्छ उसो भए मालाले
घेरो पोते देख्दा चलेको मन मेरो छोना यो कालीको खेतीको भार होला यो कालीको खेतीको भार होला जडा सारा
फुल हावानी तिमीले यही जोडा गरिन वास्ता लगाऊ माया भन्या थिए बेवास्ता माया यही जडा बनायौ धमिलो त्यसै माथि मिसायौ हामीलो माया यही जडा बनायौ धमिलो त्यसै माथि मिसायौ हामीलो यही जोडा छ मेरो परानी देब्रे हातको मैदिउला सिरानी खोजना यही जोडा हिँड्नलाई तर्केर एकैचोटि हेरिदेऊ फर्केर